कब्जियत हुने मान्छेहरूलाई मैले मन्दिरमा चढाउन जुन नारिवल लैजान्छौँ हामी, काँचो नारिवल, त्यो प्रसादको रूपमा खान्छौँ नसोचिकन। तर त्यसले नजानिने तरिकाले राम्रै कार्य गरिराखेको हुन्छ। त्यही काँचो नारिवल यदि कब्जियत भयो भने बिहान आधा दाना जति मजाले खाने, त्यसपछि 2 देखि 3 गिलास मनतातो पानी, एकदम तातो होइन, मनतातो पानी पिउने। पिएपछि एकैछिनमा आधा घन्टा 1 घन्टापछि त्यो नारिवलले काम गर्न थाल्छ। अनि एकैछिनमा कब्जियत भएको त्यो पुरै दिशा क्लियर हुन थाल्छ। दिनमा 3 पटकसम्म दिशा जान्छ बेला बेलामा है। त्यति बेला दुख्ने त्यस्तो गाह्रो हुने के पनि हुँदैन, एकदम आनन्द रिल्याक्स हुन्छ त्यो दिशा जाँदाखेरि। र त्यस पछाडि यदि 3 पटकभन्दा बेसी दिशा गयो भने त्यति बेला हामीले रोक्ने उपाय पनि छ है। रोक्नका लागि हामीले अम्बा लिनुस्, यस्तो यतिको कलिलो अम्बा लिने, यस्तो 2 पात 3-4 वटा पातहरू मजाले लिएर यसलाई चबाएर खाइदिने हामीले। झुरुम झुरुम चबाएर खाइदियौँ भने 3 पटकभन्दा बेसी यदि दिशा गयो भने यसले रोक्नका लागि अम्बाको राम्रो प्रयोग मानिन्छ। यो खाएर अनि पानी खाइदिनुस्, दिशा रोकिन्छ। र यो कब्जियत यदि मलाई कब्जियत हुन्छ भन्ने हामीलाई अग्रिम थाहा हुन्छ भने त पहिले नै सुकेको नारिवल भिजाएर राख्छौँ। भिजाएर राख्यौँ भने त्यो नारिवल बिहान काँचो फर्किन्छ, त्यसमा चिल्लोपन हुँदैन, हरियो जस्तै हुन्छ। ग्यास्ट्रिकका लागि पनि डराउनु पर्दैन। यदि कब्जियत थाहा हुँदैन, कसैको दिशा क्लियर हुँदा हुँदै पनि कहिलेकाहीँ खानपानको कारणले गर्दाखेरि क्लियर दिशा भएन भने त्यति बेला तुरन्त बजारमा जाने, काँचो नारिवल ल्याउने, अनि त्यसपछि के गर्ने, खाइदिने। खाएर 2-3 गिलास पानी पिउने, 1 घन्टा पछाडि दिशा क्लियर हुन थाल्छ। यसरी गर्नुभयो भने 3 पटकभन्दा बेसी दिशा गयो भने यो अम्बा चपाएर हामीले खाइदिने।